पहिलो भने प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख हुनु पर्यो, त्यसपछि भने प्रदेश सरकार खारेज हुनु पर्यो, अनि 46 सालदेखिको यताको जति पनि सरकारी पद धारण गरेको व्यक्तिको चाहिँ सम्पत्ति शुद्धिकरण गरेर राष्ट्रियकरण हुनु पर्यो। यहाँनिर तपाईँहरूले जे भन्नुहुन्छ होइन, नेताले मात्रै देश बिगारे होइन क्या, यहाँ कर्मचारी ब्युरोक्रेसीले पनि बिगारेको हो क्या देश। तपाईँलाई निर्णय के गर्ने भन्ने कुरा त थाहा छैन नि त। त्यहाँनिर एउटा जस्तै नेता जानुहुन्छ, पहिला नै अहिले यहाँनिर सञ्चार मन्त्रीले भन्यो 10 वटा ठाउँमा फ्री वाइफाई अरे। त्यो निर्णय गर्ने त्यो विवेक सोच कसले गरायो? यो कर्मचारीले त हो नि यो बिगारेको हो कि होइन भन्नु न। ल नेताले मात्रै बिगारे हो कि कर्मचारीले पनि बिगाऱ्यो? अब यहाँनिर अहिले माथिको मुहान सफा हुँदै गएको छ, अब कर्मचारी पनि सचिँदैन भने यदि होइन उहाँहरू पनि अब के विचार गर्नु होला। अब आफू सबै सचिनलाई चाहिँ जरुरी छ, उहाँहरूलाई चाहिने गाडी सुविधा सबै कुरा हाम्रो के भन्न चाहिने।